एउटा पुरै परिवारकै भिजा एप्लाई गर्दाखेरि कति खर्च लाग्छ त है? के अरे हस्बेन्ड वाइफ अनि एउटा सिङ्गल चाइल्ड पनि लिएर आउनु छ भनेदेखि कति लाग्छ खर्च यहाँ आउनको लागि भनेदेखि स्टुडेन्टमा लाग्ने भनेको त पहिलो भनेको कलेज फी भयो होइन। ब्याचलरमा आउँदै हुनुहुन्छ भने 9,000 10,000, मास्टर्समा आउँदै हुनुहुन्छ भने 11-12,000 त्यस्तै होला होइन बुढा? 12-13,000 रुपियाँ लाग्छ। अनि त्यस पछाडि यति मात्र पैसा होइन के हजुरहरूले वहाँ लिभिङ एक्सपेन्सिभ भनेर 1 इयरको देखाउनुपर्छ। त्यसको लागि नै हो क्या मेन समस्या भनेको। स्टुडेन्टको देखाउनुपर्छ 9,600, डिपेन्डेन्टको देखाउनु पर्छ 7,320 समथिङ, अनि एउटा फर्स्ट चाइल्डको पनि 7,320 समथिङ नै देखाउनु पर्छ भने पछाडि लगभग हजुरहरूले खर्च यहाँ आउने खर्च त छँदैछ। ब्याङ्कमा मात्र होल्ड गराएर राख्ने भनेको झन्डै 3 जनाको 24,000 देखि 25,000 युरो भनेको त त्यो त 38 देखि 40 लाख रुपियाँ पर्छ होइन। अहिलेको सिनारियो हेर्ने हो भने त अहिले त एकदमै हाई छ। अनि त्यो चाहिँ फेरि पछि हजुरहरूले रिलिज गर्न पाउनुहुन्छ, तिर्न पाउनुहुन्छ। अब पैसा कतैबाट ल्याउनु भएको छ भने ब्याज स्याज त तिर्नु परिहाल्यो होइन। त्यो खर्च हुने होइन, खर्च नै हुने पैसा भनेको चाहिँ कलेज फी ब्याचलरको लागि 9-10 हजार युरो। अनि त्यस पछाडि भिजा लगाइसके पछाडि भनेको अनि स्टुडेन्टले इन्सुरेन्स लिनुपर्छ 30 देखि 40 हजार लाग्यो नेपाली। टिकट राख्नु 2 जनाको गर्दाखेरि एकजनाको 1,50,000 जस्तो लाग्यो भने 3 लाख रुपियाँ 2 जनाको। बच्चा पनि ल्याउँदाखेरि त्यही अनुसारले एड गर्नु होइन। अनि सपिङ आफ्नो इच्छा अनुसारले गर्न पाइयो। अब 1 लाख रुपियाँ राख्नु त्यसलाई सपिङको लागि फुल फ्यामिलीको भइहाल्छ। अनि यहाँ आएर हजुरले रेन्ट पनि त तिर्नु पर्यो नि त। अब सेयरिङमा बस्नुहुन्छ भने 200-300मा भइहाल्छ होइन। त्यसैको कति महिनाको तिर्नुहुन्छ क्यालकुलेट गर्नु। अनि होइन सिङ्गल अपार्टमेन्ट खोज्नुहुन्छ भनेदेखि हजुरहरूको 650 देखि 700 लाग्छ। त्यसैलाई मल्टिप्लाई गर्नु कति महिनाको तिर्ने भनेर। लाग्ने पैसा यति नै हो। तर हामीले ब्याङ्कमा पैसा धेरै नै सो गर्न पर्ने भएको भएर चाहिँ एकदमै हुन्छ नि लास्टै पैसा लागेको जस्तो फिल भएको। तर त्यो ब्याङ्कमा पैसा जुन होल्ड गरेर राख्नुहुन्छ त्यो पैसा खर्च हुने होइन। भिजा आइसके पछाडि आफू यता आइसकेपछि रिलिज गरेर युज गर्न पाउनुहुन्छ। तर भिजा एप्लाई गरेदेखिबाट भिजा नआउन्जेलसम्म चाहिँ त्यो पैसा हजुरहरूले चलाउन पाउनुहुन्न है। त्यो चाहिँ ध्यान दिनु पर्यो क्या, हो कि होइन बुढा? सही हो। अरू केही छ त यसमा थप्नुपर्ने जानकारी दिनुपर्ने हजुरलाई केही लाग्छ? त्यस्तो केही छैन, सबै सिम्पल छ। अहिले मलाई याद भएको त्यति नै हो। हजुरहरूलाई केही कुरा जान्न मन छ भनेदेखि कमेन्ट गर्नु, अनि म हेरेर रिप्लाई गरिदिन्छु। अनि हाम्रो यो भिडियो मनपर्छ भने हामीलाई के गर्नुपर्छ बुढा? लाइक एन्ड सब्सक्राइब। ए बुढा यो टिकटक फलो गर्नु।